जोरले नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल। होपफुली सबैजना आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु साथीहरू। ल आज चाहिँ मैले चाहिँ किमा नुडल्स बनाउन गइरहेको छु साथीहरू। कसरी बनाउँछु, के को किमा नुडल्स बनाउँदैछु हेर्दै गर्नु होला है त साथीहरू। मैले चाहिँ किमा नुडल्स बनाउनको लागि के सामग्री चलाएको छु ल देख्न सक्नुहुन्छ है त। मैले चाहिँ यो टमाटरको पेस्ट, चिली फ्लेक्स, सोया सस, धुलो खुर्सानी अनि तिमुरको धुलो, नुन, ग्रिन अनियन अनि जिन्जर गार्लिक देख्न सक्नुहुन्छ, देखिहाल्नुभयो। र यो मैले किमा लिएको छु। किमा चाहिँ मैले बिफ किमा लिएको छु। तपाईहरुलाई जुन किमा मनपर्छ त्यही लिन सक्नुहुन्छ। अनि मैले चाहिँ स्पागेटी लिएको छु। स्पागेटी पाक्चोला चाहिँ मैले पकाएर रेडी बनाइसकेको छु। मैले यो बोइल गरेको देखाउन सकिनँ, त्यसको लागि सरी भन्न चाहन्छु। देखिहाल्नुभयो त। ल अब चाहिँ कसरी पकाउने किमा चाहिँ ल सुरु गरौँ है त साथीहरू। म चाहिँ पहिला सुरु चाहिँ चिल्ली ओइल बनाउँछु। सुरुमा चाहिँ त्यो नुडल्ससँग खानुको लागि हेरौँ है त। चाहिँ चिल्ली हाल्छु, यो चिल्ली फ्लेक्स, तिमुर अघि मैले राखेको यो तिमुरको धुलो भनेको थिएँ नि साथीहरू, त्यो तिमुरको धुलो राखेँ। अनुसार नुन चाहिँ मैले चाहिँ यहाँ साइडमा चाहिँ तेल तताएको छु साथीहरू, तताएँ। अनि त्यो यो तेलहरू चाहिँ जुन पनि युज गर्न सक्नुहुन्छ तपाईँले। तोरीको तेल पनि युज गर्न सक्नुहुन्छ। मैले चाहिँ मलाई चाहिँ तोरीको तेल मन पर्दैन, त्यसैले चाहिँ म चाहिँ यो सनफ्लावर तेलै युज गर्छु। तेल चाहिँ खरियो। अब म तेल चाहिँ यहाँ माथि राख्छु साथीहरू, देख्न सक्नुहुन्छ। चाहिँ यो तिल राख्न बिर्सेछु। एकदमै मिठो हुन्छ तिल राख्नुभयो भने, भुटेर या खरेको तेलमा मजाले पड्काउनु भयो भने चाहिँ एकदमै मिठो हुन्छ। टेस्ट चाहिँ डिफ्रेन्ट आउँछ। मैले चाहिँ यसरी गरेको छु है साथीहरू। यो चिल्ली फ्लेक्समाथि चाहिँ यो तिल पनि हालिदिनु भयो भने एकदमै मिठो हुन्छ क्या साथीहरू। मेरो चिल्ली सस चाहिँ रेडी भयो, देख्न सक्नुहुन्छ। अहिले किमासँग खानको लागि, किमा नुडल्ससँग खानको लागि। अब चाहिँ किमा कसरी बनाउने भनेर हेर्दै गर्नु होला है त साथीहरू। मैले ग्यासमा प्यान बसालेँ, त्यसमा अलिकति तेल पनि हालिसकेँ, देख्न सक्नुहुन्छ। तेल खरिँदै गएको छ। अनि त्यसपछि म प्याज हाल्छु साथीहरू, हेर्दै गर्नु होला है त। अब म प्याज हालिदिएँ साथीहरू। अब यसमाथि फेरि लसुन राखेको अदुवा पनि हालिदिएँ साथीहरू। धेरै लसुन हाल्नुहुँदैन, अलिक पछि चाहिन्छ, चलाउनु पर्यो यसरी होइन साथीहरू। किमा पनि हालिदिन्छु है साथीहरू त्यही माथि। किमालाई मजाले भुट्छु है साथीहरू। म किमालाई चाहिँ मजाले भुट्नुपर्छ। टुक्रा गरिदिएँ किमालाई चाहिँ, त्यस गरेर गर्दैछु, भुट्दैछु साथीहरू। मजाले तातो हुन दिनु पर्यो नि साथीहरू होइन। ग्यास चाहिँ ठिक्क लगाएर भुट्दैछु साथीहरू। किमाको पानी निस्केर पाक्दैछ, देख्न सक्नुहुन्छ। अनि यो मजाले पानी सुकेपछि म चाहिँ मर मसला हाल्दैछु साथीहरू। अब चाहिँ मैले अघि राखेको अलिकति नुनहरू हालिदिन्छु होइन। चिल्ली धुलो खुर्सानी हालिदिएँ यो माथि, देख्न सक्नुहुन्छ। सोया सस हालिदिन्छु, फेरि अझै चाहिन्छ अलिकति चलाइदिन्छु। चलाउँदैछु, देख्न सक्नुहुन्छ। पाक्न लागिसकेछ। अब अलिकति यो मजाले पानी सुकेपछि मैले चाहिँ यसमाथि टमाटरको पेस्ट अनि अघि काटेको त्यो ग्रिन अनियन हालिदिन्छु अहिले एकछिनमा। यो चाहिँ रेडी हुँदैछ। यसमा चाहिँ म टमाटर हालिदिन्छु होइन, टमाटरको पेस्ट राखेको टमाटरको पेस्ट हालिदिएँ। फेरि मैले ग्रिन अनियन पनि हालिदिएँ होइन। अब मजाले यसलाई चलाउँछु, रेडी हुन दिन्छु यसलाई मजाले कुक हुन दिन्छु।
कतै छ अब एकछिनमा रेडी हुन्छ साथीहरू, देख्न सक्नुहुन्छ। साथीहरू रेडी भयो यो किमा पनि। अब चाहिँ ल सुरु गर्छु है त, म कस्तो रहेछ टेस्ट गरिहाल्छु। अब चाहिँ चिल्ली सस लगाउँछु अब म यो प्लेटमा साथीहरू। मजाले चिल्ली सस लगाउँछु, देख्न सक्नुहुन्छ। अब यो चिल्ली सस लगाउनु पर्यो मजाले हैन, लगाएर अनि नुडल्स हाल्छु। यो चिल्ली फ्लेक्समा चाहिँ सँगै मैले चाहिँ यो टिमुर पनि लगाएको थिएँ नि त मसिनो, त्यही भएर त्यस्तो देखेको छैन साथीहरू। ल मैले यो स्पागेटी पनि राखेँ, देख्न सक्नुहुन्छ। स्पागेटी माथि चाहिँ यो किमा राखिदिन्छु हैन, किमा राख्छु। किमा आफूलाई जति खानु मन लाग्छ त्यही अनुसारले राख्न सक्नुहुन्छ साथीहरू। एकदमै मिठो होला जस्तो छ है हेर्दाखेरि। अलिकति म लसुनहरू पनि राखिदिन्छु, यो लसुन यो अलिकति यहाँ माथिबाट राखिदिन्छु हैन साथीहरू। त्योहरू मैले चाहिँ ट्राई गर्छु है त कस्तो भएछ हैन। लुक्स एम्मी हैन, ल हेरौँ है त। दामी भएको छ। दामी।